नमस्ते नमस्ते वेलकम टु माई अनदर न्यू ब्लग साथीहरू। आज पनि म तपाईहरुमा आज नयाँ ब्लग लिएर उपस्थित भइसकेको छु। आज म तपाईहरुलाई एकदम नयाँ भन्दा नयाँ ठाउँमा तपाईहरुलाई घुम्न लिएर जाँदैछु। साथ दिनुहोस्। अब खाजा खाने बेला भयो। अब यो खाजा चाहिँ टक्क खानुपर्छ अनि त्यसपछि हामी यहाँबाट लाग्नुपर्छ साथीहरू। त्यति बेलासम्मको लागि तपाईहरुले मलाई साथ दिनुपर्ने हुन्छ है। Chinese fast food हो साथीहरू। चिकन, ससेज, ब्रेड, सुक्खा रोटी भनौँ न। मिठै हुन्छ। यहाँबाट टक्क सनसेट चाहिँ हेर्नलाई चाहिँ हामी यहाँ आइपुगेका छौँ साथीहरू। यो चाहिँ ओसन समुद्रको किनारमा छौँ अहिले हामी चाहिँ है। समुद्रको किनारबाट सनसेट चाहिँ यस्तो देखिन्छ। घोडा सोडा हर्स राइडिङ पनि हुन्छ साथीहरू है समुद्रको किनारमा। रमाइलो छ साथीहरू। दृश्यहरू एकदम मनमोहक दृश्यहरू यहाँबाट देख्न सकिन्छ साथीहरू है। तपाईहरु पनि आउनुभयो भने यो ठाउँमा आउनु होला, घुम्नु होला है। जस यहाँ आएपछि फेरि छुट्टै फिल हुन्छ है साथीहरू। मैले चाहिँ छुट्टै फिल आनन्द चाहिँ हैन चाहिँ मलाई माउन्टेनमा गएको र जस समुद्रको ओसनको किनारमा चाहिँ फरकै भाइब्सहरू हुन्छ है साथीहरू। चराहरू हेर्नु देख्न सक्नुहुन्छ। यो चराहरू चाहिँ अर्कै देशबाट है। यहाँ चाहिँ यो विन्टरमा चाहिँ यो ओसनमा आउने गर्छन् रे हैन। अनि त्यसपछि यहाँ केही समय यिनीहरू चाहिँ यहाँ बसेर अनि त्यसपछि फेरि अलि मौसम अलिकति चेन्ज भएपछि फेरि उनीहरू आफ्नो देश भनौँ न हैन, आफ्नो देश फर्किँदो रहेछन् साथीहरू। मैले त्यस्तै कुराहरू सुनेको थिएँ यहाँ। अनि मलाई नि रमाइलो लाग्यो साथीहरू यो ठाउँमा आउँदा। तपाईहरुलाई कस्तो लाग्यो हैन त्यो चाहिँ कमेन्टमा लेख्नुस्। अनि ताकि मैले फेरि तपाईहरुलाई त्यो तपाईहरुको जिज्ञासालाई फेरि म अर्को ब्लगमा चाहिँ एन्सर दिनेछु। प्रश्न उत्तर पनि खेल्न सकिन्छ है साथीहरू है। अनि तपाईहरुलाई लागेको कुराहरू पनि तपाईले सोध्न सक्नुहुन्छ। म त्यसको उत्तर दिने प्रयास गर्नेछु साथीहरू। म तपाईलाई अझै यसको अर्को साइडतिर पनि लिएर जाने नै छु है साथीहरू। मान्छेहरू त साथीहरू जहाँ गए नि साथीहरू यति धेरै चाइनिजहरू मान्छेहरू भेटिन्छ नि हैन। मैले अहिलेसम्म चाहिँ मैले नेपालीहरू भेटेको छैन कि साथीहरू। दुःख लाग्छ यार। नेपालीलाई भेटौँ भनेर मैले ट्राई गरेँ तर यो सिटीमा चाहिँ मैले नेपालीहरू चाहिँ भेटेको छैन। एक दुईजना इन्डियनहरू भेटेँ हैन। अब इन्डियनहरूलाई भेट्दाखेरि चाहिँ अब फेरि नेपालीलाई भेटे जस्तो फिल त हुँदैन नि त साथीहरू। अहिले म चाहिँ फेरि अर्को साइडतिर आएँ हैन। तपाईहरुले देख्न सक्नुहुन्छ अघिको त्यो साइडमा चाहिँ चराहरू देख्न सकिन्थ्यो भने अहिले चाहिँ यहाँ त्यो चराहरू चाहिँ छैनन्। अनि तपाईहरुले देख्न सक्नुहुन्छ यो समुद्री किनारा है। समुद्रीको साइडमा चाहिँ यस्तो राम्रो बाटो पनि हुन्छ कि हैन। अब यो बाटोको बयान गऱ्यो भने फेरि अर्कै सेन्सले फेरि जान सक्छ अर्कै सेन्समा। यहाँको कुराहरू गर्दाखेरि त साथीहरू है आफ्नो देशलाई हेपे जस्तो आफ्नो देशको बिल्लाई गरे जस्तो हुन्छ। तर यथार्थ के हो भने साथीहरू है धेरै कुरा बाँकी छ कि हामीले गर्नु क्या हाम्रो देशमा हैन। हाम्रो देशमा पनि छ नि हैन तलाउहरू छ समुद्र नभए पनि हैन। हाम्रो फेवाताल, बेगनासताल, रूपताल हैन धेरै छ नि त साथीहरू त्यस्तो तालहरू हैन जो सिटीको छेउछाउमा
टेन्सन हुन्छ बाटो। धेरै जाडो यार, आम्मामामामामाम कति जाडो हो। किनकि यस्तो छ नि त साथीहरू, त्यसैले एकदम जाडो छ यार। देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ चराहरू। ओ माई गॉड, यहाँलाई जाडो भएको छैन होला, यहाँलाई जाडो भएको छैन होला। साइडमा होटलहरू पनि बबाल एकदम महँगो होटलहरू साथीहरू यिनीहरू है। अनि यहाँ लगभग बुझ्दै परिहाल्यो चाहिँ कति होटलहरूमा चाहिँ नेपालीलाई त्यसले चाहिँ तपाईँको रुम पनि दिँदैन क्या, त्यस्तो हुँदो रहेछ साथीहरू है। अनि फेरि खोज्नुपर्छ, रुमै नपाइने त होइन, त्यस्तो हामीले चाहिँ नेपालीहरूले अथवा अरू विदेशीहरू पनि जस्तै तिनीहरूको लागि चाहिँ पनि हुन्छ रुमहरू चाहिँ होटलहरू। कति जाडो जाडो जाडो, के साह्रो जाडो ठाडो। गीत गाइदिन मन लाग्यो साथी। के सन्देश बोकिलायो हे बादल, आकाश छोपी परदेशमा प्रियतमलाई केही विपत्ति पर्यो कि, केही विपत्ति पर्यो कि, के सन्देश बोकिल्यायो हे बादल, आकाश छोपी